ओखलढुङ्गा जिल्लाको सखरे माछखर्कको मान्छे तपाईहरु हुनुहुन्छ भनेदेखि तपाईहरुको लागि आज मैले एकदमै विशेष भिडियो लिएर आएको छु। यदि तपाईहरु कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ सक्दो यो भिडियो शेयर गरिदिनु होला। नमस्ते सम्पूर्ण उपस्थित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईहरु तल कहिले कुटाई खाएर कहिले पिटाई खाएर कहिले लडेर कहिले उठेर हामीलाई जिताउन मतदान गराउन जानुभयो र मत दिएर जिताइदिनु भयो। मेरो त एउटा मात्र मत थियो, बाबुरामजीको पनि एउटै थियो, प्रदीप सुनारको पनि एउटै थियो। यति धेरै बढाउने काम गरिदिनु भयो। सर्वप्रथम तपाईहरुलाई हार्दिक बधाई र धन्यवाद। भाषण गर्नुपर्ने केही छैन। अघिल्लोचोटि हामी जन्तर खानदेखि सबै यहाँसम्म हिँडेर आएका थियौँ मित्र सेन आश्रममा। यही घरमा खाना खाएर गएका थियौँ। गोपी कृष्ण कार्की हुनुहुन्छ, प्रदीप पानी हुनुहुन्थ्यो, हाम्रो अरू रागादीपका सबै साथीहरू हुनुहुन्थ्यो। रागादीपको हाम्रो सभापतिज्यू आउनु भएको छ, फणिन्द्र दाई आउनु भएको छ, हाम्रो बाबुरामजी रुद्र अधिकारी जो असाध्यै प्रभावशाली नेता हुनुहुन्छ उहाँ हुनुहुन्छ। रिलाकीजी सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। आज हामी तपाईहरुलाई यहाँ धन्यवाद दिन मात्र आएकाहरू केही गर्न आएका हुन्। तपाईहरु लाइन बसेर दुःख गरेर कष्ट गरेर धेरै वर्षपछि यो क्षेत्रमा 2056 पछाडि पहिलोचोटि कांग्रेसलाई जिताइदिनु भयो। म त 70 पनि जितेको थिएँ तल्लो क्षेत्रबाट। यसचोटि तपाईहरु नसुती राति दिउँसो नभनी मलाई दिनेश भाइले दिनैपिछे फोन गर्नुहुन्थ्यो यस्तो भयो भनेर। यही हुनुहुन्छ, कता हुनुहुन्छ सम्पूर्ण साथीहरू, किरणजी, दिनेशजी, हाम्रो गुरुङजी, सभापतिजी, फणिन्द्र दाई सबैलाई र यहाँ रिलाकीदेखि सपरिवार मैले भेटे। मलाई आज तपाईहरुलाई भेट्दा आफ्नै घरको बाबुआमा दिदी बहिनी दाजुभाइ भेटे जस्तो भएको छ। त्यसैले पनि फेरि पनि म तपाईहरुलाई बधाई दिन चाहन्छु र धन्यवाद दिन चाहन्छु। म धेरै कुरा गर्न चाहन्न। म एउटा प्रतिबद्धता जाहेर गर्छु। तपाईहरु रिचार्ज गरेर अहिले बत्ती बालिरहनु भएको छ। म 1 वर्षदेखि 1.5 वर्षसम्म नेशनल ग्रिन लाइनबाट यहाँ बत्ती ल्याएरै छोड्छु। दोस्रो कुरा, तपाईहरुले गुम्बाको कुरा गर्नु भएको छ। गुम्बा तपाईहरुको आफ्नो, सबैलाई आफ्नो धर्म संस्कृति बचाउनु रहर हुन्छ। तपाईहरुको यहाँ बस्ने मान्छेलाई एउटा गुम्बा चाहिएको रहेछ। यसै वर्ष गएर म केन्द्रमा प्रस्ताव गर्छु, ढिला छिटा 5 वर्षमा मान्य हुन्जेल ल्याएर छोड्छु। एउटा कुरा, सखरेको कुन डाँडामा चाहिँ गुम्बा बनेको रहेछ, त्यो गुम्बाको फोटो चाहिँ मलाई पठाउनु होला तपाईहरुले। म पनि हेर्छु गुम्बा कस्तो बनाएको रहेछ, त्यो गुम्बा म पनि हेर्छु। बाटो बनाउने कुरा भन्नै पर्दैन, बिस्तारै हामी लाग्छौँ, लामो कुरा गर्नु परेन। हाम्रो प्रदीप सुनवार प्रदेशको माननीय तपाईँहरूले जिताएको साथी पनि आउनु भएको छ। उहाँको तर्फबाट मलाई म माथि यस्तै धेरै मान्छेहरू बिहान 11 बजे बसिरहेछन्, तपाईँ छिट्टै कार्यक्रम सकेर आउनुहोस्, म त्यहाँ गर्दै गर्छु भनेको छ। यहाँबाट कार्यक्रम म चाहिँ अब केही नभनिकन तपाईहरुले यहाँ प्रसाद बनाउनु भएको रहेछ। म थोरै प्रसाद लिएर तपाईहरुसँग बिदा हुन्छु। अरू दुःख सुखमा सधैँ साथ रहने प्रतिबद्धता गर्छु। अघि पनि हाम्रो रुद्र अधिकारीजीले भन्नुभयो, रिलाकी बहिनी हाम्रो जिल्ला कार्य समितिको सदस्य हुनुहुन्छ, गोपी भाइ, दिनेशजी, यहाँको पार्टी सभापतिले बारम्बार भन्नुभएको छ। यो पटक पनि हामीले यहाँका मान्छेलाई बुथ यतै कतै राखौँ भनेर धेरै प्रयास गर्यौँ। तपाईहरुका जितेका प्रतिनिधि पालिका अध्यक्ष र वडा अध्यक्षले दिएनन्। अब पनि त्यो मानेनन् भने निर्वाचन आयोगबाट सिधै हस्तक्षेप गर्ने भने अरू कुरा पछि गरौँ। धन्यवाद। जय नेपाल लाल। नमस्ते।